बाहिरदेखि चाहिँ यस्तो छ अहिले हामी भित्र पस्छौँ त्यसपछि तपाईँहरूलाई भयभरको सबै कुराहरू हामी देखाउँछौँ गाइड्स ये सुपर टाइस में माइक हां कड़ा दिखाई देना लगे ये बोल रहा है ब्लॉग में आया ब्लॉग हो हां ब्लॉग हो ब्लॉग अब चाहिँ हामी बरगासी पनि कटेर उर्लाबारी तर्फ हामी छिरिसक्यौँ गाइस ओ लिट्ठ्याप त्यो लिट खान्थे त्यो दिदीले भन्नु सिकाउनु भएको सो यता आउनु यता ल अहिले चाहिँ हामी ठ्याक्क अब दिदीहरूलाई लिनु जाँदैछौँ अनि दिदीहरूलाई लिएर हामी माथि मेलातिर छिर्छौँ आज उर्लाबारी मिनी महोत्सवको पनि भ्लग आउँदैछ सो किप वाचिङ किप सपोर्टिङ किप लभिङ यहाँदेखि मासतिर है फाइनली गाइस हामी चाहिँ अहिले मेला लाग्ने ठाउँमा लगभग आइपुगिसक्यौँ यहाँनिर अगाडि देखेको ठाउँ छैन देखिरहेको छ यहाँ आइसक्यौँ अब यहाँदेखि भित्र हामी पस्छौँ अनि त्यस पछाडि सबै त्यहाँदेखि अरू सबै कुराहरू म तपाईँहरूलाई देखाउँछु गाइस सो हेर्दै जानु होला होइन अब चाहिँ नाइट भ्लग पुरै हुन्छ चट्ट लाएर सो स्टे ट्युन स्टे हेर्दै जानु होला गीत क्या बाहिरदेखि चाहिँ यस्तो छ अहिले हामी भित्र पस्छौँ त्यसपछि तपाईँहरूलाई भयभरको सबै कुराहरू हामी देखाउँछौँ गाइड्स अहिले चाहिँ हामी उर्लाबारी मिनी महोत्सवमा छौँ अनि आज चाहिँ धीरज राई हाम्रो पप गायक अनि के अरे बुद्ध वाचबन इन नेपालको के अरे के भन्छ अभियान त भनौँ न बुद्ध वाचबन इन नेपाल अभियानको अभियन्ता धीरज राई आजको विशेष मेलाको आकर्षण अब चाहिँ हामी टिकट काटेर हुन्छ कि के गरेर हुन्छ हामी डट गरेर भित्र पस्छौँ डट हान्नु छ छिटो बोल्नु अहिले यहाँबाट नि ये सुपर टाइस में माइक हां कड़ा दिखाई देना लगे ये बोल रहा है ब्लॉग में आया ब्लॉग हो हां ब्लॉग हो दामी दामी यस्तै छ हामी अहिले दामी फ्लो निकाल्नु भन्छ अहिले भाइ यता देखाएर बार जान्छ घाँटीमा त तलमाथि जहिले बुक्स लभ बाइट पारा मेरो थकलाई प्लसुको त ग्रन्थ बाइट चौकीबाट छकाउँदै सहत रहेन कप्सलाई घुसखोरी डन्ठे मुजी देखाइदिन्छु फक साइन खट्टामा चाहिँ चिट हाल्नु पऱ्यो त अहिले साथीको भ्लगमा आउनु पर्ने जे खुसी लागिरहेछ होइन त्यही भन्नु पर्ला होइन तर साथीहरू 8 कक्षामा मात्रै पढ्दै रहेछ र लास्ट मन लागिरहेछ मलाई त्यही हो अब धेरै सोधो भएछ सरहरूको नजरमा होइन नानु अहिले गिट्टी हुन्छ ल लास्ट खोटे भयो अहिले फेरि बित्थामा तेरो अहिले बित्थामा भ्युजले फेरि रहर पुग्यो कुरो देखा मिला नहारमा भरे भिडा न भरे ठिक छ सबैजनाले एसिआर भ्लगमा एसिआर भ्लगमा सब्स्क्राइब हान्नु पर्यो हामीलाई चाहिँ निकाल्नु पर्यो नि फेरि भ्लगमा काटेर हाइलाइटमा भरे काटेर निकाल्नु पर्छ फेरि हाम्रो राखेला हाइलाइटमा निकाल्छु 15 वटा सब्स्क्राइब गर्छ ल थ्याङ्क यू सो सब्स्क्राइबर पनि बढिसक्यो मेरो खोइ दाजु अनि
त्यहाँ दाजुले सेटिङ गर्दै हुनुहुन्छ। अब हामी यहाँ अब चाहिँ हामी बस्छौँ। शिवन भाइ अब अस्ति मेरो त के भइसक्यो थाहा छैन तिमीलाई? फोन हराएर फेसबुक सकिएर म त बिजो भएर डुलिरहेको छु। यति होला यो त सङ्गीता कुदी गरेर चेन्ज नगरिरहेको। ल जाउँ। ल ल ल अब चाहिँ हामी भित्र बसिसक्यौँ। यहाँ टिकट दिएर चाहिँ हामी यहाँ भित्र 4 जना 5 जना 6 जना। यहाँ चाहिँ यस्तो माहौल छ होइन। अनि कालो कालो आउँदो रहेछ। यो चाहिँ उर्लाबारी महोत्सव होइन। अनि अब हामी यहाँ घुम्ने कार्यक्रम भइरहेको छ हाम्रो। हाम्रो दाजुले यहाँ हान्दै हुनुहुन्छ। पैसा कति 50 आउन हान्नु। गरिब छु ल ल ल ल नजिक हो र। फाइनली 50 रुपियाँ भाइ। ल 5 वटा एक्सट्रिम हो। एक्सट्रिम ड्याङ्गै हान्नु दिन। ल दादा रेड बुल परेन। ल रेड बुल देखिन है मैले देखिन। दादा पान है पान। फाइनली आजको गायिका अब बेदर प्रस्तुति हान्छ। डान्सर पनि हो होइन यादै भएको छैन त्यो डान्स उयो गरेको नि त लगभग पप गायो हो क्या अहिलेसम्म पनि छ भएन। अहिले त पुरानो गीतले खाइरहेको छ। पुरानो गीतले भात खाइरहेको अझै जे गर्ने पहिला गर अब लेट्स मूव फ्याम के अरे लिट फ्याम Musician, songwriter, dance king. 님표는 세하자, 디바트 라이. 샴푸랑 액션이 돌아갈 헐러리 다리고 사고 하이와 스테이지만 welcome 보내줘. Once again 돌아갈 가리오니 할라 자요 할라. Thank you. हजुर नमस्ते साथीहरू सबै ठिक छ थ्याङ्क यू यति जाडोको यो मौसममा पनि हजुरहरूले हाम्रो कार्यक्रमलाई यति माया गरेर हेरिदिइरहनु भएको छ यसको लागि धेरै धेरै धन्यवाद र अब के मेरो ट्र्याक रेडी भइसकेको साथी
ओके हुन्छ साथीहरू मसँग धेरै गीतहरू छन् अब सबैभन्दा सुरुमा एउटा गीत तपाईँलाई सुनाउँछु तिमीहरू एक्लै हुँदा म पनि त रोएको थिएँ आँखाभरि आँसु बोकी पर्खी बसेको थिएँ तपाईँको लागि एउटा गीत तिमी रुँदा एक्लै हुँदा म पनि त रोएको थिएँ हाम्रो क्याब मिलेको छ इन्द्र राई प्लस धीरज राई हुन्छ हुन्छ ओके हुन्छ हजुर ल तयार रहनु होला बजाइदिनु होला तिमी रुँदा एक्लै हुँदा ट्र्याक केही समस्या छ ट्र्याकमा साथी छैन है भाइ बहिनीहरूमा पनि केही समस्या छैन ओके सम्झेर फेरि किन तिमीलाई सम्झेर फेरि किन तिमीलाई याद आउँछ तिम्रो mysterious girl mysterious girl mysterious girl oh 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 mysterious girl mysterious girl mysterious girl के आफै मेला पनि सकियो है आफै अनि मेला सकेपछि टाक्क भक्का खाएर इन्डिङ हान्नु नि त भनेर खाने नि हौ दाजु नखाने कुरो त नखाने खाने कुरो त खाने नि आया अन्त बस कल भक्का यो भक्काको चाहिँ खासमा यस्तो यो यस्तै हुन्छ टेस्ट हुन्छ भने चाहिँ यसको एकदम एक्ज्याक्टली टेस्टै हुँदैन तर यो एकदम हेल्दी चाहिँ हो काटको पिठो म केही नहालिकन के अझै पसेको दुईटा हाम्रो चारवटा यो त चारवटा हुन्छ चारवटा मात्रै हुन्छ अनि 1 2 3 अब चारवटा अरूको त सकिएन नि आन्टी तिर्नु नरिसाउनु हो भाइ हामी रिसाएको होइन दिदी हामीले भनेको तिर्नु सक्नु अरूको अनि के गरे यो चाँडा गीत गाउँछ कि होइन ढिलो आएर क्या 10 बजीसम्म बज्यो नि त त्यही त आज ढिलो गरौ भाइ के न त गीत मात्रै गायो गाउन पनि चाँडा ल अहिले अब चाहिँ म फाइनली रुम पनि आइसकेँ अनि अब होइन आजको स्पेसली गोप्रो हिरो 9बाट अन्डाहरू निकालेर भ्लग बनाउनु पाउँदा एकदम खुसी लागिरहेछ आइसिआर भ्लग दादालाई एकदम धेरै धेरै थ्याङ्क यू सो मच भन्न चाहन्छु र के छ बोनस त को बोनस कबिर खनाल उर्फ कबिर खनाल हाम्रो दाई हुनुहुन्छ होइन रेस्पेक्ट गर्न सिकाए अनि यता हाम्रो बुन्चिङ दाई अनि केही भन्नु छ हिरो 9मा अन्डर आउँदा राम्रै आउँदैन रहेछ के गर्नु दाजुलाई एकदम राम्रो
वाह हेन्डसम ल अब थ्याङ्क्स फर वाचिङ नेक्स्ट ब्लगमा भेटौँला सो यहाँ हाम्रो दाजुको गोप्रो चाहिँ होइन सो मेरो चाहिँ फोन हराएर दिमाग खराब भएर भाँडमे जाऊ भने गोली मारेर आधी लाखको फोन माया मारिदिएको यार आधी माया मारिदिएको थ्याङ्क्स फर वाचिङ नेक्स्ट ब्लगमा भेटौँला सो अहिलेलाई टाटा बाई बाई सबैजनालाई गुड नाइट